आज हामी तपाईलाई लैजाँदैछौँ नेपालको अनुपम हिमाली क्षेत्र जोमसोमदेखि अप्पर मुस्ताङसम्मको रोमाञ्चक यात्रामा। यो यात्रा केवल दूरी होइन, यो साहस, संस्कृति र प्रकृतिको सुन्दर सङ्गम हो। हामी सुरु गर्छौँ मुस्ताङको प्रवेशद्वार सुन्दर सहर जोमसोमबाट। कालीगण्डकी नदीको किनारमा बसेका यो सहर धौलागिरी र नीलगिरीको छायामा झन् मनमोहक देखिन्छन्। दिनको समयमा यहाँ मौसम प्राय सफा हुन्छ, तर साँझ पर्नासाथ चिसो हावा चल्न थाल्छ। जाडो मौसममा जोमसोमको तापक्रम राति -5 देखि -10 डिग्रीसम्म झर्छ र गर्मी मौसममा पनि राति 5 देखि 8 डिग्रीसम्म रहन्छ। राति यहाँको आकाश खुला रहने हुँदा ताराले भरिको दृश्य अत्यन्तै मनमोहक देखिन्छ। जोमसोमबाट अघि बढ्दै हामी पुग्छौँ ऐतिहासिक गाउँ काउबेनी। कागबेनी अप्पर मुस्ताङ प्रवेश गर्ने मुख्य ढोका हो। यहाँका साँघुरा गल्ली, ढुङ्गाले बनेका घर र प्रार्थना झन्डाले यहाँको संस्कृति झल्काउँछन्। राति कागबेनीमा शान्त वातावरण हुन्छ। गुम्बाबाट आउने घन्टीको आवाज मनलाई शान्त बनाउँछ। कागबेनी पार गरेपछि सुरु हुन्छ अप्पर मुस्ताङको यात्रा। वहाँ हरियाली कम हुँदै जान्छ। पहाडहरू सुक्खा र रङ्गीन चट्टानमा बदलिन्छन्। बाटोमा हामीले चेले, घेलिङ, छुन्सा र चराङ जस्ता गाउँहरू पार गर्छौँ। यी गाउँहरूमा तिब्बती संस्कृति गहिरो प्रभाव देखिन्छ। पुराना गुम्बा, मडी, पर्खाल र स्थानीय जीवनशैली यहाँका पहिचान हुन्। यस क्षेत्रको तापक्रम दिनमा 15 देखि 20 डिग्री पुग्न सक्छ भने, तर राति 0 देखि 5 या 15 डिग्री र जाडो मौसममा भने राति -15 देखि 20 डिग्रीसम्म पुग्न सक्छ। त्यसैले यहाँ यात्रा गर्दा न्यानो कपडा अनिवार्य हुन्छ। यात्राको क्रममा हामी पहाडी भित्तामा बनेका प्राचीन गुम्बाहरू पनि देख्न सक्छौँ। यी गुम्बाहरू सयौँ वर्ष पुराना छन् र ध्यान तथा बसोबासका लागि प्रयोग गरिन्थे। लामो यात्रापछि हामी पुग्छौँ पर्खालले घेरिएको लोमानथाङ। यो प्राचीन सहर अप्पर मुस्ताङको मुटु हो। यहाँको दरबार, गुम्बा र परम्परागत घरहरूले इतिहास बोलिरहेका हुन्छन्। राति लोमाङथानमा कम बत्ती हुन्छ, तर ताराले भरिएको आकाशले सहरलाई अझ सुन्दर बनाउँछ। जोमसोमदेखि अप्पर मुस्ताङसम्मको यात्रा साहस, सौन्दर्य र आत्मीय अनुभूतिको सङ्गम हो। यदि तपाईँ प्रकृति, संस्कृति र इतिहास मन पराउनुहुन्छ भने यो यात्रा तपाईँहरूका लागि अवश्य